प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिले अहिले आलोचना भइरहेको छ र अभिव्यक्ति फिर्तादेखि राजीनामासम्मको माग उठिरहेको छ। हिजो सदनमै पुगेर बालेन्द्र शाहले भनेका थिए, भारतले नेपालको जग्गा मात्र मिचेको छैन, नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। यस विषयमा आज हामीले एउटा भिडियो तयार पारेका छौँ। यो भिडियो पुरा हेर्नुहोला। प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइती घरमा प्रदर्शन गर्न थालेको छ। नेपाली काङ्ग्रेस निकट भातृ सङ्गठन तरुण दलले प्रधानमन्त्री शाहले नेपालको भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले अहिले आलोचना भइरहेको छ र अभिव्यक्ति फिर्ता र राजीनामाको माग समेत उठिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइती घरमा प्रदर्शन गरेको हो। सोमबार नेपाली काङ्ग्रेस निकट भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गर्न सुरु गरेको थियो। प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको हो। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले अहिले आलोचना भइरहेको छ। अभिव्यक्ति फिर्तादेखि राजीनामासँगको माग उठिरहेको छ। त्यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा भारतको जग्गा नेपालले मिचेको भन्ने विषय निन्दनीय रहेको टिप्पणी गरेका छन्। सोमबार काङ्ग्रेसको नीति अनुसन्धान तथा परीक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाएका हुन्। हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले राखेको विषय निन्दनीय छ, घोर आपत्तिजनक छ, सभापति थापाले भने र नेपाली काङ्ग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ। हामीले यो कुरा प्रष्ट भनेका छौँ भनेर गगन थापाले भनेका छन्। यस्तै र फरक अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन पनि दबाइदिनु होला। आजको भिडियोबाट हामी बिदा चाहन्छौँ। नमस्कार।